हेलो साथीहरू, वेलकम टु माई डेली भ्लग। तपाईँहरूलाई स्वागत छ। आज पनि मेरो यात्रा सुरु भइसकेको छ। किरिम रोड लगेर गाउँमा जाँदैछु। देख्न सक्नुहुन्छ यहाँ बादल लागेको छ, पानी पर्ला झैँ भएको छ, एकदमै अँध्यारो गरेको छ। म जाँदैछु गाउँमा, भिडियोमा रहिराख्नुहोस् साथीहरू। म चाहिँ कुलुम्पा भन्ने ठाउँमा आइसकेको छु। आज एकदमै बादल गरेको छ, पानी पर्ला झैँ एकदमै रमाइलो छ दृश्य, देख्न सक्नुहुन्छ। तल एउटै घर छ एकान्तमा, अनि यहाँ चाहिँ ठुलै गाउँ छ, तपाईँहरू हेर्न सक्नुहुन्छ। म चाहिँ अहिले जाँदैछु पारीको घरमा, बाख्रा काट्दैछन्, त्यहाँ चाहिँ मान्छेहरू हुनुहुन्छ भन्ने सुन्दैछु र क्रिम रोल लगेर म त्यहाँ जाँदैछु। देख्न सक्नुहुन्छ यत्रो यहाँ कुकर देख्न सक्नुहुन्छ, एकदमै ठुलो कुकर छ। कुकरले त तोक्दैन, ए डर। यो क्रिम रोल हो यार, होइन होइन क्रिम रोल। साथीहरू म यहाँ आइसकेको छु। यहाँ देख्न सक्नुहुन्छ, यहाँ आज खसी बाख्रा काट्दिनुहुन्छ। मासु लिएर हिँड्न लाग्नुभयो? के लिएर हिँड्नुभयो? मासु? ए कता हिँड्न लाग्नु त? ए ल, ए हजुरको हो कुकुर, डराउन दियो। एकदमै पहाडमा घरहरू बनेको छ। काटिसक्यो? ए यसरी बाख्रा काटिसकेको छ, काटेर पनि धुन लगाइसक्यो। कहाँको? यहीँको बाख्रा काट्यो। म साथीहरू, म चाहिँ जङ्गलको बाटो भएर जाँदैछु गाउँमा। अनि यहाँ चाहिँ एकदमै धेरै जुगाहरू पाउँदो रहेछ साथीहरू। यहाँ खुट्टामा देख्न सक्नुहुन्छ जुगाहरू एकदमै धेरै आएको छ। कति त मैले फालिसकेको छु साथीहरू। एकदमै डरलाग्दो जुगाको ठाउँ छ, अनि एकदमै रमाइलो पनि छ, देख्न सक्नुहुन्छ। त्यो जुगाले खाइसक्न लागेको छ साथीहरू। एकदमै टानिरहेको छ, बिट्टा टानिरहेको छ, देख्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ साथीहरू, यहाँ खुट्टामा चाहिँ जुगा आइसकेको छ, अनि टोक्नको लागि रेडी भएको अवस्था देख्न सक्नुहुन्छ। यहाँ एकदमै खुट्टामा पनि आइरहेको छ, जुत्तामा। यहाँ खुट्टाको चाहिँ म फाल्दैछु, एकदमै डरलाग्दो छ साथीहरू, देख्न सक्नुहुन्छ। छोडिरहेको छैन, यहाँ खुट्टामा पनि खाइसकेको छ, एकदमै रगत। ल साथीहरू, यो जुत्तामा पनि हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ धेरै आइसकेको छ जुगा खानको लागि। ओ साथीहरू, यहाँ चाहिँ धेरै डल्ला परेर बसेको छ साथीहरू, एकदमै डर लाग्ने छ। औ तरे जुगाले आज सकाउने भयो, रगत आइसकेको छ, देख्न सक्नुहुन्छ। म साथीहरू, अब म भागेको जुगा। फाइनली साथीहरू, म चाहिँ खारबुन गाउँमा आइसकेको छु। यहाँ पानी परेको छ, देख्न सक्नुहुन्छ। मैले बर्साती ओढेर, प्लास्टिक ओढेर हिँड्दैछु साथीहरू। गाह्रो छ, देख्न सक्नुहुन्छ। यहाँ एकदमै
रमाइलो भइरहेको छ नको लागि। अनि पानी पर्छ अनि यहाँ चाहिँ गोरु पनि बाँधेको रहेछ। यो कोर्समा चाहिँ एकदमै ठुलो गोरु रहेछ, देख्न सक्नुहुन्छ साथीहरू। रोल्पाका गोरुहरू, गाउँका गोरुहरू। ल साथीहरू, पानी पर्दैछ। त्यतातिर पानी परेको छ कि छैन कमेन्ट गर्न सक्नुहुन्छ तपाईँहरू पनि। म चाहिँ गाउँमा आइसकेको छु क्रिम रोल बेचिसकेर। अनि देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो सङ्गति गर्ने चर्च भवन भनेर हामीले कोठा लिएका छौँ। सामुदायिक मण्डली गापा भनेर देख्न सक्नुहुन्छ। यो चाहिँ अर्को हप्तादेखि सङ्गति सुरु हुने कोठा हो साथीहरू। अनि आज क्रिम रोल बेचिसकेको छु र यो चाहिँ भोलिको लागि तयारी हो, प्याक गरेर राखेको छु। अनि सँगै आज क्रिम रोल बेचिसकेर फर्किँदै गर्दा यो चाहिँ च्याउ मैले बाटोमा भेटेर खोजेर लिएको। एकदमै हाम्रो वनतिर च्याउहरू पनि उम्रिरहेको छ आजभोलि यो बर्सातको कारणले गर्दा साथीहरू। पानी परेर एकदमै रमाइलो छ। अनि भिडियोलाई मन परे लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोस् र पूर्ण भ्लग्सलाई पनि सब्सक्राइब गर्न नभुल्नुहोस्। माया देखाउनुहोस्। भेटौँला अर्को भिडियोमा।